एकछिन मैले आफ्नो काम त छोड्नु भएन। मैले पहिला चाहिँ काठमाडौँको 3-4 बोर्डिङ स्कुलहरूमा चाहिँ टिचर्स प्लेसमेन्ट गराउँथेँ। अहिले पनि त्यही डिमान्ड आइरहेको छ। काठमाडौँको स्कुलहरूबाट फोन मलाई कल आएको आइछ, मेसेज आएको आइछ, टिचर्सहरू पठाइदिनु पऱ्यो। टिचर्स अब न्यू सेसनको लागि 2083 को लागि टिचर्सहरू पठाइदिनु पऱ्यो भन्नुभएको छ। काठमाडौँ, भक्तपुर, ललितपुरको बोर्डिङ स्कुलहरूबाट सबै सब्जेक्टहरू, इङ्ग्लिस, म्याथ, साइन्स, सोसल, नेपाली, सबै सब्जेक्टहरूको र कम्प्युटर टिचरहरू पनि हुनुहुन्छ भने चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुर बस्ने र प्रत्येक लेभलको है, सेकेन्डरी लेभल, लोवर सेकेन्डरी, प्राइमरी, ग्रेड टिचिङ, मोन्टेसरी टिचिङ, सम्पूर्ण लेभल। मोन्टेसरीको लागि मोन्टेसरी ट्रेनिङ चाहिन्छ है। म नम्बर छोडिदिन्छु, यो नम्बरमा चाहिँ सिभी पठाउनु होला मलाई। म त्यसपछि स्कुलमा चाहिँ मैले रेगुलर यो काम गरिरहेको, यो आफ्नो काम त छोड्नु भएन, अनि रेगुलर गर्नै पऱ्यो। त्यो भएको हुनाले चाहिँ तपाईँले कुरा बुझिदिनु होला। काठमाडौँ, भक्तपुर, ललितपुरको जो पनि हुनुहुन्छ मलाई सिभी पठाउनु होला वाट्सएपमा, यो नम्बरमा है। त्यसपछि म स्कुलसँग कन्ट्याक्ट गराउँछु। अब त्यो पहिला गर्दै आएको काम त बिचमा छोड्नु भएन नि त है, त्यही भएर।